यो गर्मीले गर्दा व्यापार नै नभएर तनाव भएको छ भने भोलि शनिबार भएर आज हाम्रो विनोद भाइलाई गएर सहकारीबाट चेन्ज लिएर आउ त भनेर दिएको। पैसाको मुख त म जस्तै कालो हुन्छ दाइ, त्यही भएर म त गनेरै लान्छु भन्दै 4 चोटि गनिसकेर मलाई दिक्क पारे। दिउँसोभरि व्यापार त केही थिएन। मामासित यसो गफ हानेर बस्नु पर्यो भनेको उहाँ मामाले फेरि गफ हानेर हामीलाई खाउनामै सुताइदिनु भयो। उहाँले जीवनमा जति चोटि चुरोट खानुहुन्छ त्यति चोटि हातमा लाइन कोतार्नुहुन्छ अरे। त्यो सुनेर फेरि हाम्रो विनोद भाइको हाँसो नै कन्ट्रोल भएन। दिउँसोभरि यस्तो खाली भयो कि हिजो त कतै खेत जोत्न गएको भयो नि दिहाडी जति निस्किन्थ्यो होला। मान्छे त छोडम गर्मीले गर्दा माखो नि आएन। बल्ल बल्ल साँझतिर भने मजाको व्यापार भयो। यो सामान प्याक गर्न फेरि कट्टा नपाएर तनाव। केमा हाल्दिने उहाँहरू प्याक गरेर राखिदिनु, एकछिनमा आउँछु भनेर जानु भएको थियो। आज त लाज नै हुने भयो भन्दै सबै सामानलाई रुजु गरेर बल्ल तल 2वटा कट्टा खोजेर त्यसमा प्याक गरेर राखिदिएँ। कहिले काहीँ त कस्तो हुन्छ भने नि साह्रै गाह्रो पर्ने भने। अनि भोलिपल्ट बिहानै उहाँ बुवा आमाले एउटा टिफिन किनेर बोनी पनि गरिदिनु भयो। अनि यता हाम्रो विनोद भाइ यहाँ गोदाम मिलाउँदा मिलाउँदै फ्रस्ट्रेट भइसके। हिजो कट्टाको खोजीमा सबै लथालिङ्ग पारे, अहिले आफैले दुःख पाएका छन्। त्यही बेला आज फेरि हाम्रो बहिनीको स्कुलको भ्यान नै छुटेछ। मलाई स्कुलसम्म पुगाइदिनु न दाइ, म लेट भइरहेको छु भने ल हुन्छ भनेर उसलाई स्कुलसम्म बाइकमा छोडेर आए। त्यतिखेरसम्म विनोद भाइले गोदाम पनि मिलाइसकेछन्। आफूले सफा गरेको गोदाम भएर होला देखाउन मलाई बोलाइरहेको थियो। म पछि हेर्छु भन्दा नि सुख पाएन। मलाई त हानेरै भयो नि लगेर गयो। अनि यसो 2-4वटा तारिफ गर्दैसी बल्ल बाहिर जान दिए। त्यसपछि एकछिनमा 11 पनि बज्छ अनि छिटो भन्दा छिटो आस्थालाई लिएर आए। जे होस् सबै क्वेसनलाई छोए राम्रै भयो भनिन् क्यारे। अनि हजुरहरूको चाहिँ कस्तो भयो इक्जाम भन्दै आजलाई बिदा पाम। धन्यवाद।